यो P90 मल्टिफङ्सनल टर्च लाइट चाहिँ किन अनि यसको ब्याट्रीको कुराहरू तपाईहरुले पाउँदैन यताउता भन्नुहुन्छ हैन। यो चाहिँ 94 ग्राम र 98 ग्रामको हुन्छ। हामीसँग यो 12000 mAh को खतरावाला ब्याट्री रहेको छ है। अनि यो टर्च लाइटले चाहिँ के गर्न मिल्छ भन्नुहुन्छ भनेदेखि नि र यसलाई म चलाएर पनि देखाइदिन्छु है। यो चाहिँ तपाईको यसरी तपाईले ब्याट्री लाउने यहाँ हेर्नु होला। अनि यसले बाल्नको लागि एकदम सजिलो छ। अहिले यहाँ हाम्रो सरले बत्ती बन्द गरिदिनुहुन्छ अनि हामी तपाईलाई बालेर देखाइदिन्छौँ। यहाँ हेर्नुस् है त। यसो गरिसके पछाडी यसो गर्दाखेरि चाहिँ यसले फक्स हान्छ भने यसो गर्दाखेरि पुरै जुन जस्तै देखिन्छ। यहाँ हेर्नुस् त यस्तो छ। यसो गर्दा 5 किलोमिटर। यसमा तपाईले डिम चलाउन सक्नुहुन्छ। यसमा एसओएस पनि छ। त्यसैगरी तपाईले यहाँ हेर्न सक्नुहुन्छ ल्याम्प लाइट यो पनि बल्छ भने यसमा पनि तपाईले डिम पाउन सक्नुहुन्छ र यसमा पनि एसओएस छ। यहाँ हेर्नु होला है यस्तो खालको एकदम राम्रो रहेको छ मल्टिफङ्सनल टर्च लाइट चाहिँ। यसले ह्यामरिङ सिसाहरू ब्रेक गर्नको लागि गाडीहरुमा राख्नको लागि पनि एकदमै राम्रो छ है। कहिलेकाहीँ एक्सिडेन्टली इमर्जेन्सी पर्यो भने तपाईले एकचोटी हान्दाखेरि यसले सिसा ब्रेक गर्छ। यसले चाहिँ तपाईको सिट बेल्टहरू काट्न भयो, कुनै कपडाहरू काट्न भयो, कुनै ठाउँमा हामी जाँदै गर्दाखेरि धागोहरू काट्नको लागि पनि यसले राम्रो काम गर्छ भने यसले चाहिँ ह्यामरको काम पनि गर्छ। त्यसै कारणले गर्दाखेरि यसलाई चार्ज गर्न मिल्छ। टाइप सी ले चार्ज गर्ने हो र यहाँबाट तपाईले कहिलेकाहीँ इमर्जेन्सी तार मात्रै भयो भने पावर बैंकको पनि काम गर्न सक्ने खालको यो मल्टिफङ्सनल टर्च लाइट चाहिँ अहिले हामीले जम्मा जम्मी तपाईहरुलाई 1279 मा दिइराको छौं। अल ओभर नेपाल एक हप्ताको लागि मात्रै बेस्ट अफर हो यो। तपाईहरु लिनुहुन्छ भनेदेखि नाम नम्बर लोकेसन दिनु होला र यसमा तपाईहरुले चाहिँ इफ ब्याट्रीहरु पनि लिन चाहनुहुन्छ भने 12000 mAh को ब्याट्री जम्मा जम्मी 350 रुपैयाँ पाउनुहुन्छ। तर डेलिभरी चार्ज जहाँ गए पनि लाग्ने हुन्छ। डेलिभरी चार्ज चाहिँ कुरियर कम्पनीले लिन्छ। त्यसै कारणले गर्दाखेरि अहिले लिमिटेड टाइमको लागि हामीले यो बवाल अफर लिएर आइसकेका छौं। यो कसैले नदिने अफर तपाईहरुले पाइरहनु भएको छ। अर्डर गर्नको लागि नाम नम्बर लोकेसन दिनु होला है त।